हेलो दाइ, हजुरले क्यान्सल गर्नुभएको यहाँको? अनि यसरी त अनि मलाई त घाटो लाग्यो नि त अनि दाइ। हेलो हेलो दाइ, हजुरले क्यान्सल गर्नुभएको यहाँको? दाइ अनि त्यस्तो गर्नु त भएन नि, मान्छे वहाँ माथिबाट आएको हुन्छ अनि त्यसरी त हाम्रो टाइम वेस्ट गयो नि त दाइ। अनि दाइ तपाईँलाई मैले भनेको होइन त, म आम्किनाम भनेर हुन्छ भनेर भन्नुभयो तपाईँले, अनि म यहाँ लोकेसनमा आउँदाखेरि चाहिँ यहाँ आएर तपाईँले क्यान्सल गर्नुभयो नि त। अनि तपाईँले पनि त्यस्तो गर्नु हुँदैन नि त दाइ यार, एउटालाई मात्रै अर्डर दिनुभएको भए त। अनि यसरी त अनि वहाँदेखि आएको के फाइदा भयो त दाइ यार, यहाँ कमल पोखरीदेखि आएको। अनि दाइ एउटाले एक्सेप्ट गरेपछि अर्कोलाई अर्डर नदिनुहोस् न त अनि त्यसरी। अनि यसरी त अनि मलाई त घाटो लाग्यो नि त अनि दाइ। के भन्नु, यस्तो हुन्छ। वहाँ कमल पोखरीदेखि यहाँ दिल्ली बजारमा आयो। दिल्ली बजारदेखि वहाँ के अरे कमल पोखरीदेखि दिल्ली बजार आयो, यहाँ आइपुगिसकेपछि क्यान्सल गरिदिन्छ। अनि के भयो त, यस्तो यस्तो त्रुटिहरू भेट्छ कि। अनि भन्छ वहाँ याङ्गोको गल्ती रे, कहीँ एपको पनि गल्ती हुन्छ। लास्ट रिस उठाउँछ कि यस्तो गरिसकेपछि। अनि एकजनाले अर्डर एक्सेप्ट गरिसकेपछि त अनि अर्कोलाई चाहिँ किन अर्डर पठाउनु। कस्तो चुतिहरू आउँछ भने यार मान्छे पनि घाउ लाग्छ हो। अलिकति कमन सेन्स पनि नभएको मान्छेहरू आउँछ कि। मान्छे वहाँ माथिबाट आयो, त्यसै टाइम वेस्ट गरेन त। म पठाउ गर्ने मान्छे यहाँ झोला पनि आइछ। अब पठाउको एप अफ गरी आएको झन्, नभए मेरो यतिखेर एउटा टिप लागिसक्यो पठाउमा पनि। त्यस्तै टाइम मात्र वेस्ट गरिरहन्छ।